हेलो नमस्ते सबैजनालाई हैन। आशा छ हजुरहरु सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु हैन। आज चाहिँ माता तीर्थ औँसी आमाको मुख हेर्ने दिन हैन रहेछ। मलाई चाहिँ थाहा थिएन अनि मैले थाहा पाएँ हैन, सडनली थाहा पाएँ। अनि त्यसपछि त्यो सानो भिडियो एउटा क्लिप हैन बनाऊ भने जस्तो लागेर चाहिँ म बनाउँदैछु के। अनि सम्पूर्ण हैन देशमा रहनु भएको, स्वदेशमा विदेशमा जता पनि हुनुहुन्छ हैन, सम्पूर्ण आमाहरूलाई, हामीसँग हुनुभएको आमा र हामीसँग साथमा नहुनु भएको आमा, जहाँ भए पनि हामीलाई माथिबाट हेरेर माया सपोर्ट सधैँ गरिराख्नुहुन्छ हैन। सम्पूर्ण आमाहरूलाई चाहिँ माता तीर्थ औँसी आमाको मुख हेर्ने दिनको चाहिँ एकदमै हृदयबाट नि एकदमै धेरै शुभकामना छ हैन। ठिक छ, हजुरहरू सम्पूर्ण हैन दाजुभाइ दिदीबहिनीहरू जो जतिले पनि आजको दिनलाई जुन किसिमले सक्नुहुन्छ, जुन आफ्नो किसिम हैन, सबैले एउटै तरिकाले कसैले पनि केही पनि गर्न सकिन्न हैन। यस संसारमा कुनै पनि कुराहरू सिमिलारिटी हुन्न हैन जिन्दगीमा। त्यसैले जो जसरी हैन तपाईहरु मनाउँदै हुनुहुन्छ हैन, हजुरहरु सबैलाई बधाई छ हैन। जो मनाउन पाइराख्नु भएको छ उहाँहरूलाई त झन् एकदमै धेरै बधाई छ हैन। किनभने आमा भनेको यो संसारकै, आमा बुवा भनेको चाहिँ यो संसारकै चाहिँ सबैभन्दा अमूल्य चिज जस्तो लाग्छ क्या मलाई चाहिँ। तपाईहरु अरू कुरा त तपाईहरुले एचिभ गर्न सक्नुहुन्छ क्या हैन, तर यो दुईटा वर्ड हैन, यो दुईटा शब्द चाहिँ हामीले जिन्दगीमा कहिले पनि एचिभ गर्न सकिँदैन हैन। किनभने यो कुरा लाइफमा सबैसँग एकचोटि मात्रै हुन्छ क्या। र म चाहिँ के भन्न चाहन्छु कि यो कुरा लाइफमा एकचोटि मात्रै किन हुन्छ भने, किनभने यसको अरू कुनै अप्सन भगवानले पनि दिनु भएको छैन क्या। तर अरू कुराको चाहिँ हामी अप्सन हैन, प्लान ए प्लान बी गरेर चेन्ज गर्न सक्छौँ, सबै कुरा गर्न सकिन्छ। तर यो कुराको चाहिँ हामी चाहेर पनि चेन्ज गर्न सकिन्न क्या। किनभने आमा बुवाको माया मात्रै एउटा यस्तो चिज हो कि जुन चाहिँ पानीको तरह, मतलब पानीको जस्तै एकदम साफ हुन्छ हैन। त्यो शब्दमा बयानै गर्न सकिँदैन क्या, त्यो एउटा मात्रै वर्डलाई क्या। आमा भन्ने शब्दलाई चाहेर पनि हामीले शब्दमा बयान गर्न सकिन्न क्या। खै मलाई मात्रै त्यस्तो लाग्छ कि तपाईहरुलाई पनि त्यस्तो लाग्छ हैन, मलाई चाहिँ त्यस्तो लाग्छ क्या। त्यो एभ्रिथिङ हो क्या, पुरै संसार एकतिर र आमा एकतिर भयो भने पनि यो संसारको जुन हुन्छ नि ग्रेभिटी, त्यो फोर्स, त्यो चाहिँ उहाँ एक्लैले होल्ड गर्न सक्नुहुन्छ जस्तो त्यस्तो फिल हुन्छ क्या मलाई चाहिँ हैन। त्यसैले म चाहिँ के भन्छु भने, आज जति पनि तपाईहरु सबैजनाले हैन विश गर्नु भएको छ, माया देखाउनु भएको छ हैन, यस्तो माया चाहिँ आज मात्रै हैन सधैँभरि हैन गरिराख्नु होला, सपोर्ट गरिराख्नु होला हैन। एकदमै अब किनभने मान्छेहरूले चाहिँ के गर्छ भने सोसल मिडियामा देखाउनलाई अथवा धेरै कुराहरू आजभोलि के भइसक्यो भने एउटा देखाउने ट्रेन्ड मात्रै भइरहेछ क्या, देखावटी जस्तो भइरहेछ। रियल हुनु होला क्या तपाईहरु चाहिँ आजको दिन मात्रै हैन। किनभने आजको दिन चाहिँ स्पेसल गर्नुपर्छ हैन, किनभने यो हाम्रो रीतिथिति हैन, संस्कृति हो। किनभने हाम्रो देश आफैमा एउटा हजारौं हैन धेरै कुराहरू, रीतिरिवाज, संस्कृति, धेरै कुराहरू छ क्या, चालचलनहरू बोकेको देश हो नि त हाम्रो देश। यो कुरालाई जोगाउनुपर्छ हैन। अब आउने पुस्ताहरूलाई पनि चिनाउनुपर्छ कि यो कसो हो हैन, कुनको बेला के गर्ने कसो त्यो गराउनुपर्छ। त्यो ठिक छ, हामीले बाहिरी कुराहरूलाई पनि लिनुपर्छ, त्यो ठिक छ। तर आफूसँग भएको कुरालाई चाहिँ बिर्सिनु भएन नि त। त्यो कुरालाई पनि मध्यनजर गर्दै हैन, त्यो कुरालाई पनि मध्यनजर गर्नुपर्ने हुन्छ। अनि म चाहिँ लास्टमा चाहिँ के भन्न चाहन्छु भने चाहिँ जति पनि हुनुहुन्छ, जति हामी छौँ हैन, जति पनि भनेपछि म पनि पर्छु त्यसमा, जति हामी छौँ, जतिले जोसँग आफ्नो हुनुहुन्छ हैन, आमा बुवा हुनुहुन्छ, उहाँहरूले त आज मनाउँदै हुनुहुन्छ होला हैन, मनाउनु नि भएको छ, मलाई थाहा, आशा छ मनाउनु भएको छ। र जोसँग हुनुहुन्न, साथमा हुनुहुन्न, साथमा नभए पनि उहाँले चाहिँ हामीलाई माथिबाट भयो भने एकदमै ब्लेस गरिराख्नुहुन्छ क्या। त्यो त भन्नै पर्दैन क्या, उहाँले एकदमै ब्लेस गरिराख्नु भएको छ, जसले सम्झिनु भएको छ हैन, एकदमै त्यो हृदयबाट उहाँहरूको लागि पनि हैन एकदम धेरै शुभकामना छ। र म यही भन्न चाहन्छु कि तपाईहरुले चाहिँ जति सक्नुहुन्छ हैन, आफूले आफ्नो एफर्ट आफूले जति सक्नुहुन्छ त्यति आफ्नो आमा बुवालाई हैन सपोर्ट गर्नु होला, माया गर्नु होला हैन। उहाँहरूलाई सकेसम्म हर्ट नगर्नु होला हैन। किनभने म चाहिँ के भन्छु भने, ल तपाईहरु केही गर्न सक्नुहुन्न भने ठिक छ, तर केही गर्न सक्नुहुन्न भने पनि उहाँहरूलाई चाहिँ त्यो टेन्सन दिने हैन, त्यस्तो काम चाहिँ नगरिदिनु होला क्या प्लिज है। म चाहिँ त्यही भन्छु, किनभने धेरै
आजभोलि त धेरै देखिरहेको हुन्छु क्या साइडमा होइन, रोडमा यताउति पनि देखिरहेको हुन्छु। प्लिज म त्यही भन्न चाहन्छु, जति पनि हुनुहुन्छ होइन, सक्नुहुन्छ त आफूले जति सकिन्छ होइन त्यति माया दिनु, सपोर्ट गर्नु होइन उहाँहरूलाई होइन। अब सबै ठाउँमा उहाँहरू नै रङ हुनुहुन्छ, राइट हुनुहुन्छ भन्ने चाहिँ होइन होइन। ठिक छ, तपाईँहरू अब कति कुरामा उहाँहरू पनि रङ हुन सक्नुहुन्छ, त्यो कुरा गर्नु। सबै कुराहरू कुरामै हल हुन्छ क्या गाइज। त्यो धेरै नराम्रो त्यस्तो अब के म भन्नै सक्दिनँ, मलाई भन्न नै मन लाग्दैन त्यस्तो कुराहरू। जति नराम्रो के भन्छ यो क्रियाकलापहरू हुन्छ नि, त्यस्तो चाहिँ नगरौँ होला होइन। म त्यही भन्न चाहन्छु, सपोर्ट गर्नु, माया गर्नु उहाँहरूलाई होइन। त्यति पनि तपाईँहरू गर्न सक्नुहुन्न भने टेन्सन नदिनु क्या, उहाँहरूलाई दुःख नदिनु। आमा परिवारले एउटा बच्चाबाट त्यही नै खोज्नुहुन्छ क्या। ठिक छ, तपाईँहरू गर्नु। अब सक्सेस भन्ने कुरा मान्छेको कसैको छिटो हुन्छ, कसैको ढिलो हुन्छ, कसैले गर्दा पनि भइरहेको हुन्छ। ठिक छ, त्यो केही छैन। तर त्यो भएको छैन भनेको त्यसको टेन्सन चाहिँ आफ्नो फ्यामिलीतिर पनि निकालिरहेको हुन्छ क्या मान्छेहरूले। त्यस्तो काम चाहिँ नगरौँ क्या गाइज है। यति भन्दै म बिदा हुन्छु होइन। फेरि पनि सम्पूर्ण आमा बुबाहरूलाई चाहिँ आज माता तीर्थ औँसीको होइन एकदमै धेरै शुभकामना मेरो तर्फबाट है। यति भन्दै म बिदा हुन्छु। नमस्ते, जय देश, जय नेपाल।